तिमीहरूलाई के हतार छ रे यार 16 छ त जिन्दगी बाँकी छ त अहिले पहिला करियर बनाऊ न एक अर्काको मिस्टर सोलो डोलो ओ वाह बब्बाल गीत खाना भयो यार आज त म्याजिङ धोती पारामा रोटी हान्दिएको यार आज खाना भन्दा पनि ब्याक टु ब्याक गीत ड्रप गर्नु रे ब्याक टु ब्याक गीत ड्रप गर्नु होइन ब्याक टु ब्याक भन्ने गीत चाहिँ छ एउटा मुजी कोल्याबमा हाम्रो बबुडाको इपीमा हिट कसै गाह्रो पिन मोस्ट अन्डररेटेड हिमालयन हिट हेमाद ऊ जनमलाई गएर ऱ्याग हान्न केटाहरू जनमले ध्यानै दिँदैन मुजी म्युजिकमा त्यसलाई पैसा कमाउनु मात्र ध्यान छ त्यो मुजी पैसा आइपुग्छ त्यसलाई त्यही हो कि लास्टमा गएर पैसा बनाउने हो पैसा आउनु थालेपछि म्युजिकै गर्न मन लाग्दैन के दाइ डी शेर्पा प्राइभेट भिडियो भाइरल भएको छ ओए सेट हो र त्यस्तो हेर्दैन यार म त मुजी बिचरा उसलाई पनि एकदम कन्डोलेन्सेस यार ल बिचरा त्यस्तो नभए हुन्थ्यो रियल हो र मुजी ओए के भन्छ यहाँ हो र म्यान सरी फर द्याट गर्ल ब्रो नभएको भए राम्रो त्यस्तो बिचरा अरूको ओहो स्याड स्याड सुपर स्याड बिग सारास टु यस्तो यो लिग यो कस्तो नामर्दवाला काम चाहिँ को हो गर्ने कमन म्यान जमाना कहाँबाट कहाँ पुगिसक्यो बुझेन अन्ली फ्यान्स छ होइन अहिले त टिकटकको मोडल हेरेर बस किन त्यस्तो त्यो पठाउनेहरू क्या त्यो नचाहिने भिडियोहरू पठाउने काम नगर बुझेन यो न्युड्सहरूको मुजी एरा सकाउन यार न्युड्सको एरा त अहिले हो त नि मुजी 10 वर्ष अगाडि हो नि होइन र एमएमएस न्युड्सको एरा भने त मुजी जमानामा हो नि यार पर्पल पारा भन्ने खासमा मुजी के रे ह्याकर हो रे अब ह्याकर स्याकर ठिकै छ के गर्नु दादा बङलाई चिन्नुहुन्छ अरे चिन्न त चिन्दिनँ यार एकचोटि त्यही टाउको फुटाएको भने होइन त्यही आर्टिस्टहरूलाई नाम त्यही टाउको फुटाएको चाहिँ थाहा छ अरू त खासै थाहा छैन यार मलाई ऱ्याक भयो क्या टिकटकमा तोप तान्नु नमिलेर पैसा टिकटकमा आउँछ रमाइलो इन्स्टाग्राममा आउँछ क्या ज्या हो के हो पटा सबलाई त्यस्तो गर्नै हुन्न बाबु इट्स बिराज 9x बिग सार्स टु फर लाइफ भएको केटाहरू है सबलाई ठिक छ स्मोकिङ सेम टाइम रे चियर्स यार त्यसो भए मेरो त ठिकै छ यार ल तोप तानिरहेकोहरू रिक्वेस्ट गर ल म एक्सेप्ट गर्छु जसको हातमा रिज लाग्छ त्यतिले रिक्वेस्ट गर म एक्सेप्ट गर्छु यहाँ कमेन्टमा भन है कसको हातमा रिज लाग्छ इन्स्टामै कुरा गरौँ न त यार इन्स्टामा पैसै आउँदैन बाबु यार के गर्ने बिग सार्स त हाम्रो फ्र्याङ्की आकाश है तल फ्र्याङ्की आकाश पनि आएको छ होइन ल दाई बाम रे के हो बाम भनेको हिपहप म्यागजिन वाट्सएप नेको के छ मुजी भाइ नेको हाम्रो दाइको ड्रिप चाहिँ खतरा हुन्छ के अरे अब ड्रिप त हान्नै पर्यो नि यार चुरोट किन्न जाँदा पनि ड्रिपमा हो नि त बुझेन सिङ चाहिँ अहिले अलिकति प्रब्लमेटिक भएको छ होइन त्यस्तै ठिक छ कहिलेकाहीँ नेपाली ऱ्यापको गडफादर अब गडफादर त यमबुद्धै होला नि प्लेटफर्म बनाउने मान्छेलाई गडफादर भन्छ अरूलाई अगाडि लिएर आउने मान्छेलाई गडफादर भन्छ युजुअली त्यसो भए त यमबुद्धै होला नि
सबभन्दा बढी ऱ्यापर त यम बुद्धले नै लिएर आएको छ टपको ऱ्यापरहरू होइन। अब त्यो लाउरे बनाइदिएको छ मुजी, लाउरे भनेपछि अहिले त्यहाँ होइन चिल भइरहेछ त्यसलाई। के छ जो पाब्लो बिग सारा चाहिँ बिग सारा युएसको टोलीहरू है, सबलाई माया छ क्या, सबलाई माया छ। हेट गरेर कामै छैन क्या, सबजनाले पैसा कमाऊँ, सबजनाले राम्रो गरौँ होइन, त्यही हो क्या। सबको राम्रो होस् क्या मुजी। किन सबको अब यस्तो हो नि, सबको फ्यामिली छ हेर केटा हो होइन, सबको मम्मी बाउ आमा हाम्रो जस्तै त हो बुझेन। सो सबको राम्रो होस् होइन, झोलाको पनि राम्रो होस्, भ्युज आओस् होइन, पैसा आओस्, हाम्रो अरूको पनि राम्रो होस्, सबको राम्रो होस् क्या। मलाई त मुजी त्यही हो यार, मेरो पनि राम्रो होस् होइन, सँगसँगै भइरहेछ आजभोलि। अब हम्बल हुन, ग्रेटफुल हुन पनि सिक्नु पऱ्यो नि त होइन। भगवान्ले दिइरहेको छ, नपाउने कुराहरू पनि, डिजर्भै नगर्ने कुरा नि पाइरहेको छ होइन। कति अब आफ्नोहरू चाहिँ छैन, फेरि अरू टाढा टाढाकोले हेल्प गरिरहेछ होइन, आफ्नोहरू चाहिँ छैन। त्यही त हो नि, माटोक्ने पुरानो ग्याङ सिट मिस हुन्छ होइन। गएर भनिदेऊ केटा हो, चिदाई पनि मिस हुन्छ यार, चिदाई नि नभेटा कति भइसक्यो यार। इन्डस्ट्री त्यस्तै छ, बिजी छ इन्डस्ट्री। जे होस् मिस गर्छु, दाइलाई नि मिस गर्छु होइन। उर्गेन पनि मिस हुन्छ, नभेटेको धेरै भइसक्यो। मलाई त माया लभ हो क्या केटाहरूलाई, लास्ट टाइम माया छ क्या बुझेन। किन नेपाली हिपहपमा भ्यू आउँदैन अरे, मलाई के थाहा यार भाइ, आइरहेछ त भ्युज होइन र, हप्तामा मिलियन हानिरहेको छ। अब त्योभन्दा भ्युज कति छ आएर। अर्को पनि छ र रोल। अब 15 मिनट है, म इन्स्टामा धेरै भए 65 रे 100 पुऱ्याउन केटा हो यार। इन्स्टामा त मजै आएन क्या यसरी त, 100 त जिद्दी गर न, यस्तो 100सम्म त ढकेल। बेबी पनि निदाइसकेछ यार। मेरो अहिलेको फेभरेट फरेन ऱ्यापर कति भयो क्या मैले गीत नसुनेको यार। गीतहरू राम्रो छ, स्क्रिला रमाइलो लागिरहेको हुन्छ। अस्तिदेखि स्क्रिला सुनिरहेको थियो हामीले, दारी दारी रारावाला। जस ठिक छ, धेरै आर्टिस्ट मनपर्छ यार। त्यो फोर ब्याट्स पनि राम्रै लागिरहेछ आजभोलि, खै आएर न 100 पुऱ्याउनु पऱ्यो कि केटा हो। सेयर गर्नेहरू गरेर है के हो, 100 पुऱ्याउनु पऱ्यो। अब टिकटकमा गइदिन्छु म, तिमीहरूले इन्स्टामा खासै पारा ल्याएन। टिकटकमा भए अहिलेसम्म आइसक्थ्यो पैसा, 1000 रुपियाँ आइसक्थ्यो मुझे। अनि त्यस्तो भएपछि टिकटकले खाइदिँदैन त मुझे क्राउड होइन त। पैसै तिरेर राखिदिएछ, अनि पैसै तिरेर राखिदिएछ क्रिएटरहरूलाई, अनि मुझे खाइदिइहाल्छ नि ठाउँ यार। टोपी हाम्रो आफ्नै हो यार, आफ्नै ब्रान्डको हो। अहिले चाहिँ अभाइलेबल छैन, अभाइलेबल हुन्छ एकदमै चाँडो। प्रि अर्डर अभाइलेबल हुन्छ। ग्याङ फर लाइफमा मेसेज गर न, ग्याङ फर लाइफको पेजमा हेर, त्यहाँ अभाइलेबल छ त 1-2टा टोपीहरू। बिग साउस टु जोन फर लाइफ है। पछाडि फर लाइफ हुनेहरूलाई त जहिले साउट आउट छ क्या, माया छ, साउट आउट छ बुझेन, जहिले छ पर्पल दाइ तिमीहरूको लागि। हार्ट ब्रेकको ट्याटु पनि होइन, पुरानो भइसक्यो। इन्कम त टिकटकबाटै आउँछ नि यार। मेरो त कहाँबाट आउँछ, घन्टा 3 दिन भएको छ मुझी टिकटक सुरु गरेको चलाउन, कहाँबाट मुझी इन्कम आउँछ मुझी। मैले कसलाई इन्भाइट हान्न लगाएको थिएँ यार, एकजना गएर यहीँ छ, बोलाउनु यहीँ सुनिरहेछ सबै।
जोइन मिरे तिमीलाई कहाँ जोइन गर्ने हो र मैले के गर्छौ र तिमी आएर भन न कहाँ कहाँ केही छ भने जोइन गर्छु होइन पैसा आउँछ भन्ने कुरा सुन्छु पैसा आउँदैन भने त्यस्तै यार लिल पिप त मरिसक्यो होइन है मरिसक्यो यार ममा मेली बब्बाल लाग्थ्यो क्या मलाई खासमा मेली बब्बाल लाग्थ्यो मलाई वाइएनडब्लु मेली होइन तर अब त्यस्तै छ केटाहरूलाई थाहा छैछ मेलीको अब होइन पारा त्यस्तै छ गीतै निकाल्दैन लिल पिप त म खासै मैले सुन्दैन यार लिल पिप मैले सुन्नु अगाडि नै मर्यो यार त्यो म सुनेकै सुन्न भ्याएकै थिइनँ त्यो मोरतिर दाइ तान्दै होला नि रे तान्दै नै भन्दा पनि टिकटकमा त इन्स्टामा त तानिदिइहाल्छ नि भाले सम फ्री स्टाइल रे फ्री स्टाइल कहाँ हानेर बस्छ फ्री स्टाइल पर्पल दोग्लापन देखाउँदैन कसैको कुरा काट किङ भन्नु अति बल लाग्थ्यो यार किङ भन्छ चाहिँ मेरो वान अफ द फेभरेट मान्छे नै हो क्या ऱ्यापर भन्दा पनि वान अफ माई फेभरेट ह्युमन बिङ्स तर अब त्यही हो किङ भन पनि गयो होइन त्यही त हो त्यही भएर झगडा काम छैन क्या किङ भन्नलाई हेर्न त्यहाँ चाहिँ हावा झगडा अब म चाहिँ होइन त हावा क्लबको बाहिर मामा फक्कड मऱ्यो म चाहिँ होइन अलि यस्तो बडीगार्ड सडीगार्ड बोकेर हिँडिदिनु पर्थ्यो नि म चाहिँ गुन्डा भनेर कामै छैन क्या बुझेन जति खतरा गुन्डा पनि मर्छ क्या मारिदिन्छ क्या झ्याप मार्जिङ कताबाट के हुन्छ होइन मारिदिन्छ क्या ए म्यान किङ भन्दा मेरो मलाई एफबिजी डग चाहिँ कस्तो लाग्छ अरे बालै लाग्दैन तिनीहरू यार म त्यस्तो अति डिप चेकआउट हान्दिनँ क्या केटा हो म चाहिँ गीत बनाउनमै बिजी छु अरूको गीत कहाँबाट म त्यस्तरी त सुन्दिनँ नि त म बुझेन ठिक्क सुन्छु लाइक इन्सपिरेसन लिनलाई सुन्छु कहिलेकाहीँ सिक्नलाई सुन्छु होइन तर अब एमसी सुन्दैन नि यार ब्रो कहाँ सुन्छु एमसी मलाई खासै राम्रो लाग्दैन यार गीत मान्छे कस्तो छ चाहिँ थाहा भएन नि हिपहपको लागि टन्नै गरे होला गीत चाहिँ मलाई खासै राम्रो लाग्दैन यार कस्तो लाइक अर्कै लाग्छ यार वियर्ड लाग्छ यहीँ छ होला एसटीसँग बिफ भएछ अरे अब के भन्ने म बढी बोल्दिनँ क्या मैले त पहिल्यै भने हो भने जस्तो हुन्छ म चाहिँ के छ रिकी बिग सार्स टु रिकी रिकी आउनु त जोइन गर रिकी त माट्ने फेरि लाइभको राजा हो नि रिकी त एनी टाइम हो नि फेरि मान्छे रिकीले त लाइभ फेरि कन्ट्रोल हानिदिन्छ नि फेरि मान्छे खाइदिन्छ रिकी गो लाइभ विथ आरएनबी ल तिमीलाई मैले पठाएको छु है रिकी कहाँ छौ सी सुन म्यान सी सुन तिमी नेपाल पुल भन्न लाग्यो होइन ए म्यान ए नेपालबाट तिमीलाई एकदम माया छ यार तिमीलाई हामी छँदैछ नि जिफोएल छँदैछ नि ब्रदर ग्याङ फर लाइफ बुझेन नेपाल आएको बेलामा रहेला क्रेजी म्युजिक बनाउनुपर्छ हुँदैन र गर्लफ्रेन्डसँग ए ल ल ल ल रिकी ल इन्जोय म्यान इन्जोय इन्जोय अब एकछिनमा टिकटकमा लाइभ जान्छु म अहिले एकछिनमा तिमी आउ न त इन्स्टामा जम्ला एकछिनमा अहिले भन न मलाई म घरमा हो न्यु म्युजिक न्यु म्युजिक आउँछ यार यही नेक्स्ट विक सुट छ भिदेन कस्तो लाग्छ राम्रै लाग्छ भिदेन भने त म खासै नचिने मान्छेहरूलाई जज गर्दिनँ क्या म चिनेर मलाई थाहा नै छ त्यसको क्यारेक्टर भन्छ छुट्टै कुरा हो होइन नत्र भए चाहिँ ल म एकैछिन बिहान काम परेर लाइभ हेर्न हान्थेँ यार ल म टिकटकमा आउँछु ल नवाज दाईलाई खोइ भन न नवाज दाईलाई ट्याग गर त नवाज दाईलाई बोलो नवाज दाईसँग काम छ
Oh.